मेरो त मार्क्स कहाँ छ हौ? ए छ फुटेको मकै यहाँ सकिसक्यो किन ढिलो पो फेरि सरी नि चाहिँ हुनु पर्यो। हेलो सेवा, म चाहिँ सुजना राई सुजना ब्लगमा उपस्थित भइसकेको छु हजुरहरुकै सामु। अनि आज पनि मैले नयाँ भिडियो लिएर आइसकेको छु। सो साथीहरु, म चाहिँ रेडी भइसकेको छु। अब मेरो चाहिँ बिहानको क्लास हुँदैछ नि त, त्यही भएर म क्लास जानको लागि रेडी भइसकेको छु। अनि मेरो अनुहार चाहिँ कस्तो सुन्निएको जस्तो देखिरहेको छ क्या। म चाहिँ आजभोलि रातभरि निन्द्रा लाग्दैन, बिहान चाहिँ अलिक अबेलासम्मै सुत्छु क्या, अनि मलाई निन्द्रै लाग्दैन हो। साथीहरु, किन निन्द्रा नलागेको भनिदिनु होला हजुरहरुले पनि। अनि मलाई चाहिँ निन्द्रै लाग्दैन, जब 12 बज्छ अनि त्यतिखेर मात्रै निन्द्रा लाग्छ, अनि बिहान उठ्नु सक्दिनँ क्या। अनि के भएको यस्तो धेरै दिन भइसक्यो मलाई यस्तो भइरहेको छ। सो त्यही हो। अनि म चाहिँ उठ्ने बित्तिकै उठेर अब यताउति सरसफाइ गरेर खानाहरू पकाएर खाँदैन नि त, बिहानै खाना रुच्दैन। अनि त्यही भएर म चाहिँ अब उठेर यताउति सफा गरौँ घरतिर, अनि त्यसपछि चाहिँ म रेडी भएर हिँडिहाल्छु क्या, किनभने 10:30 बजीदेखि क्लास हुन्छ नि त। अनि त्यही भएर म चाहिँ हिँडिहाल्छु, अनि भरे आएर चाहिँ खाना पकाएर खान्छु क्या। अनि त्यही हो। अब म चाहिँ रेडी भएर, रेडी भन्नु पनि के भन्नु, म केही पनि लगाएको छैन, यतिकै हिँड्न लागेको, अनुहार पनि भुत जस्तो भइरह। अनि त्यही हो। अब चाहिँ म सलनमा पुगेर हजुरहरूलाई देखाउने छु। आजबाट मेरो चाहिँ कटिङ स्टार्ट भइसक्यो नि त। अनि त्यही हो साथीहरू। सला बल्ल आइपुग्यो। पार्किङ गर्ने ठाउँ पनि हुँदैन पुतल लाइनमा, के साह्रो हो। म त 1 घन्टा लाग्नुपर्छ, 1 घन्टा। यस्तो घोरले सुर राम्रो भन्छ। मेरो चाहिँ क्लास सकियो आजको यतिकै। आज चाहिँ बनाएको ऊ चाहिँ हाम्रो ब्युटिफुल बहिनी हो। जहिले चाहिँ होइन, अस्ति चाहिँ एकचोटि बनाएर हालेको थिएँ, अनि भ्यू चाहिँ आउँदैन, के गर्नु। सब्सक्राइब गरिदिनु न 2 जनाले। सुजना ब्लग छ हजुर, तपाईँ हिँड्नुपर्ने हुन्छ। अनि यहाँ विजय सर कपाल काट्दै हुनुहुन्छ। बाई बाई। ए सर कति जानुभयो? हिँड्दै आउँछौ? नजिकै नि। बाहिर कस्तो तातो हो, भित्र बसेर एसीमा बस्छ। तातो घाम त्यहाँ छ 20-30 लेखेको। ल जाऊ ल, भोलि भेटौँ। बाई बाई।
साथीहरू म चाहिँ क्लासबाट निक्लेर पनि म साथीको घरमा त्यो भात खानु आइपुगेको छु फेरि। अनि हामी चाहिँ हजुर अनि म चाहिँ यहाँ करेला पकाउँदैछु। यहाँ साथी बिरामी भएर सब्जी पकाउन भन्दै थियो भरे त आइपुग्दा त आफैले पकाइराखेको रहेछ। अनि यस्तै हो, अल्छिनी भएपछि घरमा भात पाक्दैन, जहाँ बोलाउँछ त्यहीँ गयो खायो। हिजो बेलुका पनि बाहिरै खाएको, मेरो चुलामा भात पाक्दैन आजभोलि। अनि हिजो चाहिँ कसकोमा? हिजो भाउजूकोमा सोल्डेनी आएको छ नि त, अनि त्यही भएर सोल्डेनी आउनु भएको छ। अनि हिजो नि खाना खानु बोलाउनु भएको थियो बेलुका, त्यही खाना खानु गएँ। त्यही हो साथीहरू, अब हामी एकछिनमा खाना खान्छौँ। त्यसपछि बाहिर निक्लिनु पर्ने काम छ, अहिलेलाई मैले राखेँ। अब हामी चाहिँ साथीकोमा पुगिसकेको हो, चल्ला लिनु चल्ला पानमारा जाँदैछु। अनि अब चाहिँ हामी यहाँबाट हिँडेको, अब उता पुगेर देखाउँछु ल। भएको छ नि साथीहरू, जग्गा लिनु मन छ भने त्यतिर लिनु होला, घर बनाउनु मन छ भने पछि मालपोत जाने बाटो चाहिँ यहाँदेखि हो। ल साथीहरू फाइनली आइपुग्यो आउने साथीहरू। म चाहिँ फाइनली मेरो साथीको घर आइपुगेँ। नानी स्कुल गएको छ हो, गर्मीले के साह्रो गर्मी हुन थाल्यो हौ। वेलकम ब्याक मेरो युट्युब च्यानल। आमा सिलिम भइराखेको छ त, के हो यस्तो? के पूजा गर्ने हो? गरिसकेको होइन, यो चल्ला यही चल्लाहरू लिनु आएको म साथीहरू। रुन्छन् होला अब। तिम्रो नाम के हो? आऊ छोरी, तिम्रो नाम के हो भन न। ल हेर त, यहाँ आऊ त, यहाँ छिटो आऊ न। ल सुजना भ्लग चाहिँ मैले लिएको छु गाइजहरू। अनि हामी चाहिँ चल्ला लिएर बाई सानो खोइ आउनु ल पछि ल, भोलि पर्सि आऊ ल, छुट्टी भएपछि। ल बाई। गए चल्ला बोकियो हिँडिहाल्छ। के भनौँ, मेरो त मार्क्स कहाँ छ हौ? ये छ भाई, मारो मुझे, मारो मुझे, मारो नहीं, ये मजाक हो रहा है। एक सेकंड यार, मजाक हो रहा है। ला के भएको म चिया माथि छ त चिसोले। अयो मेरो मार्क्स यहीँ रहेछ, मार्क्स खोज्दैछु म त। यतिको कस्तो राम्रो दिमाग भएपछि त। साथीहरू सो म चाहिँ घर पनि आइसकेँ। अनि मैले चाहिँ हिजो मात्र टिकट काटिराखेको थिएँ नि त, एन्जिला फिल्म हेर्न जाउँ भनेर साथीहरूसँग सल्लाह गरेको थिएँ म। अनि त्यही भएर मैले चाहिँ हिजो टिकट काटिसकेको छु। के भन्छ, नाइट भन्दा पनि 6 बजीको। अनि अब ढिलो ढिलो हुन आँटिसक्यो। अब म यहाँबाट हिँड्छु है त। फाइनली मैले चाहिँ गाडी पार्किङ गरिसकेँ। यहाँबाट 2 जना म्याम र सर हुनुहुन्छ। हिँड्दै जाने कि यो बोक त? यो कहाँ हो तपाईँको? यहाँनिर वेटिङ, पुरा वेटिङमा हो, लाइनमा छौँ, यतिको लाइनमा छौँ, लाइनमा बसिराखेको छौँ साथीहरू। ढिलो भइसक्यो त, खोलिँदैन त हौ ढोका। फुटेको मकै यहाँ सकिसक्यो, किन ढिलो पो गर्छन्? यहाँ मकै सकिसक्यो यहाँ।
खाँदा खाँदा बाहिर भित्र चाहिँ के खानु अब कहाँ पो हामी त F D C यो हैन पल्लोमा कि यहाँ हो यो यही हो हेर न दाइ हेर्नु त म त रोदिन नि फेरि सरी नि को चाहिँ हुनु पर्यो आयो यहाँ हेर न फिल्मले गर्नु गरेछ आज भयो कहाँ जाने कहाँ यहीँसम्म कि जाने उता हेरिसकेर अब घर हिँडेको ल बाई छुट्टिम है अब चाहिँ सो साथीहरू फाइनली म चाहिँ घर आइसकेँ हामी चाहिँ एन्जिला फिल्म हेर्न गएको थियौँ 6 बजे बेलुकाको 6 बजे अनि त्यही हो हल्का रुइएछ कि आँखा पनि सुन्निरहेको छ अनि यहाँ लुगा पनि भिजिरहेको छ त्यही हो रुवाउनुसम्म रुवायो तर क्यामेरामा चाहिँ मैले देखाइनँ अनि यस्तो छ त्यो एन्जिला मुभी चाहिँ सबैजनाले एकचोटि हेर्नु होला भन्न चाहेँ अनि त्यहाँ चाहिँ अब सबै देखाएको छ कि यसको स्ट्रगलदेखि लिएर बाल्यकालकोदेखि लिएर हरेक अनि त्यही भन्दै आजको मेरो भिडियो हजुरहरूलाई कस्तो लाग्यो मन परेमा लाइक एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला भन्दै आजको मेरो भिडियो चाहिँ मैले यति नै इन गर्न चाहे आजको लागि बाई बाई